जब तपाईलाई डर लाग्छ नि, हुनु त बाइबलले नडरा भनेको छ। 365 दिनमा 365 पल्ट नै बाइबलले नडरा भनेको छ। कुनै कुनै प्रभुको जनले त 366 पल्ट भनेको छ भन्छ बाइबलमा। झन् थपेको अरे एकपल्ट चाहिँ अझै नडरा भनेर। हालेलुया। परम प्रभुसँग मात्रै डरा भन्छ। रोगसँग नडरा, शत्रुसँग नडरा, परिस्थितिसँग नडरा, किनकि तेरो पक्षमा म छु। तर पनि तपाईँ शरीरमा हुनुहुन्छ, ल विश्वास कमजोर भयो होला, लु तपाईँलाई कसैले तपाईँको कानमा त्यो डरको कुरा हालिदिएर तपाईँ चिन्ता भयो भने नि यहाँ सुन्नुहोस् है, यदि कसैले चिन्ता गर्नु सक्छ भने नि उसले वर्शिप पनि गर्नु सक्छ। तर तपाईँको निर्णय हो, तपाईँ चिन्ता गर्ने कि तपाईँ वर्शिप गर्ने, तपाईँ डराउने कि तपाईँ आराधना गर्ने, तपाईँ रुने कि तपाईँ ख्रीष्टको विजयको घोषणा गर्ने। हालेलुया।